घर चाहिँ यस्तै हो, त्यस्तो राम्रो छैन। मासु सुकाउन लागिरहेछ, अहिले चाहिँ फ्राई गर्न लागिरहेछ। उहाँ चाहिँ मेरो मम्मी हुनुहुन्छ, मासु बनाउन लाग्नु भइरहेको छ। यो चाहिँ पोलेर खान्ला हो। यो मासु चाहिँ कति मिठो छ, मिठो नखाँदै मिठो लाग्यो होइन। अनि मेरो मम्मी चाहिँ यहाँ तरकारी बनाउन लाग्नु भइरहेछ। अनि यो चाहिँ धुवाले यस्तो ढुट्टो बनाइसक्यो होइन, नयाँ जस्ता थियो। यो चाहिँ मिठो घाम लागिरहेछ। यो चाहिँ हाम्रो माइला दाई हो। लाउरे लाउरे जस्तो एकदम लाम्बोस हेन्सम यार, कपाल माथि गर्न नि यार, हिरो देख्छ नि यार। खोइ यता माथि उठ न, युट्युबमा हाल्ने हो कि लाम्बोस, जाडो भएन। खोइ यता माथि उठ न, रेगोदम रेगोले राम्रो देखाएको छैन कि हेन्सम देखिरहेछ कि लाम्बोस। उठ न एकचोटि यता हेर न, पुरा नि बत्ती बलिरहेको छ त पछाडि यार। के हुँदैन लाम्बोस, मिठी अतिथि जस्तै यार लाम्बोस रेगोले। उठ न यार, किन लजाइरहेको लाम्बोस यार। आछि लाम्बोस हेन्सम यार, फुटेर बिजोक भएर हो। यो चाहिँ हाम्रो शान्ति न। यता चाहिँ के भन्ने अब, हाम्रो यता चाहिँ सागहरू छ, कति धेरै सागहरू छ। खानालाई बब्बाल यहीँ हुन्छ। यतातिर चाहिँ यस्तै छ, यस्तै होइन। यो चाहिँ गोलभेडाको बोट रहेछ, शान्तिन सानो फलिरहेको रहेछ यस्तो। अनि मिठो घाम लागिरहेछ। यता चाहिँ मेरो लुगा सुकाइराखेको छ भने उहाँ माथि चाहिँ मेरो कुखुरा फार्म छ, सानो कुखुरा फार्म छ होइन। म चाहिँ कुखुरा फार्म स्टार्ट गर्न लागेको। यता चाहिँ मिठो, यहाँ चाहिँ मेरो सानो सानो चल्लाहरू छ। मैले यत्रोमा ल्याएको। उयो ठुलोहरू पनि छ, म देखाउँछु। यत्रो सानोमा ल्याएको। अनि यस्तै छ शान्तिन। अनि मेरो सानो फार्म चाहिँ, कुखुरा फार्म चाहिँ यही हो, शान्तिन सानो। यहाँ सानोबाट सुरु गर्छु, तपाईँहरू सपोर्ट गरिदिनु होला। यो चाहिँ खाँदैन रहेछ अहिले, चाहिँ ठुलोवाला हो। यो दाना दिन्छौँ हामी चाहिँ। कुखुराहरू चाहिँ यता पनि छ, यता नि लथालिङ्ग छ। अनि एउटा मिठो भ्यू देख्छ नि फेरि हिमाल, यहाँ मिठो हिमाल देख्छ। कता भ्यू देख्छ नि फेरि, नाइस। यो कुखुराहरू चाहिँ फेरि कुखुराहरू चाहिँ रमाइरहेछ। गर्मी भएर यिनीहरू चाहिँ यस्तो जाडोमा आएर बसिरहेछ शीतलमा। ओइ कुखुरा त यहाँ फसेछ त, कहाँबाट चिरेछ यो? ओहो माई गड, असिका तामाङ माई गड। उठ लु, ओ स्याबास भागा। यहाँभित्र पो पसेर बस्यो, यहाँ पसेछ क्या, त्यही भएर अघिदेखि खाटा के भयो भने। यो चाहिँ हाम्रो डाँडाबस भ्यू हो, डाँडाबस हो। यो चाहिँ मेरो सानो कुखुरा फार्म। यस्तो सानो कुखुरा फार्मबाट म स्टार्ट गरिरहेको छु मेरो कुखुरा फार्म। सानो कुखुरा पाल्ला छु। यहाँ चाहिँ फेरि बच्चाहरूको, यिनीहरूले चाहिँ चल्लाहरूको चाहिँ खान्छ कि, यिनीहरू ठुलोको होइन। यो ठुलोको चाहिँ यता यो शान्तिनको, यिनीहरू डराएर यता भागेको छ। अब माथि आऊ, नडराउ न दोस्त, माथि जाऊ, माथि जाऊ। खाऊ ओइ तिमीहरू उता जाऊ। यो साग झुन्डा थियो, खाना चाहिँ खाँदैछु। यिनीहरू फेरि तल आइहाल्छ क्या फेरि यता आएपछि। अनि मेरो सानो घर चाहिँ यही हो, सानो घर। सपना चाहिँ ठुलो छ, ठुलो बनाउने। अहिले सानै छ, अब बिस्तारै बनाउने हो। हाम्रो यतै चाहिँ हाम्रो दाइको बाइक हो, बवाल छ।
यो चाहिँ हाम्रो विकेश यता भरियो न भाइ यार यता हेर न युट्युब च्यानलमा ए ल दिपेश गोले यस सर कतै म होइन दिँदै ल्याउँ यो चाहिँ डाँडबस बजार हो यो चाहिँ मेरो सानो घर हो हाम्रो गुन्द्रुक सुकाइरहेछ मामाहरूले यो चाहिँ लोकल भाले हो यस्तो बवाल देखिरहेछ लोकल भालेको भिडियो देखाउँछु भिडियो बनाउँछु लभली छ नि भिडियो लोकल भाले फेरि के छ लोकल भाले आमा लभली हो त यो त लोकल भाले खतरा हो नि यो भिजो गइरहेछ यस्तै हो फुटबल चाहिँ यहाँ राखेको छ मेरो बुट यतातिर छ होला यतातिर होला मेरो बुट बरु चाहिँ यहाँ राखेको छ यो सब सफा गर्नुपर्छ यस्तै छ यस्तै हो मेरो घरको टुर गर्दैछु तपाईँहरू सम्पूर्णलाई यस्तै हो यतातिर चाहिँ शान्तिन के अरे सागहरू रोपेछ यसरी मिठो गरी तलसम्मै हिजो चाहिँ यहाँ आमाले प्याज रोप्नु भएछ प्याजको बिउ भन्छ होइन के भन्छ त्यस्तो नहोला यो चाहिँ कुखुरालाई ओछ्या थियो यो म्याट बिजोक पार्दैछ चाहिँ सानो मेरो अब घाम के गरेको लाम्बोस लाम्बोस पनि हुदुद हुन्छ आमा के हो डढिसकेछ त आमा आमा मलाई गाली गर्छ यार फोकोटमा आमा सुकुटी बनाउला सुकुटी बनाउनलाई रहेछ हाम्रो चाहिँ हाम्रो कुकम्यान चाहिँ हाम्रो आमा हुनुहुन्छ हुनुहुन्छ आमा सोच्छ त आमा हाम्रो मम्मी नि हिरो नै छ नि अरे म त तामाङ फिल्मको हिरो हो कि यहाँ त फुल गएछ त हाम्रो मम्मी कति राम्रो देख्नु भइरहेको मिठो च्यानलमा सम्पूर्णलाई स्वागत छ भिडियो बनाउँ हालौँ भनेको खोइ हेरौँ के हुन्छ यहाँ चाहिँ मिठो सानो फार्म कुखुरा फार्म हिमाल पनि देख्छ नि फेरि यहाँबाट खोइ म ट्राई गर्छु है त यहाँबाट माथिबाट भ्यू खोइ यहाँबाट चाहिँ देख्छ होला सेक्ने रहेछ तर हो यहाँबाट देख्ने रहेछ बोराले सेक्ने रहेछ के छैन ए म चाहिँ लोकल भालेको त्यो एउटा अन्डा किन्न जाँदैछु आमा त्यसलाई बिग्रायो यस्तै हो गरिब पैसी गरिब तपाईँ जम्मसिन हेप थिपा यो बाइक किन्ने भनेको खोइ पैसा छैन यार लभली छ नि बाइक त म यिनीहरू लजाएर यार जहिले लजाउँछ कि यिनीहरू फेरि भिडियोमा देखायो भने काहीँ कोही हुन्छ यिनीहरू तर हेन्डसम देखिरहेको छ नि बिगे लामा दिपेश गोले चुगम ताउकै हामी चाहिँ म चाहिँ लोकल भालेको कुखुराको अन्डा एउटा
किन्न जाँदैछु हाम्रो सोनाम दाई। तपाईँहरू सबै कपाल काट्न चाहनुहुन्छ भने हाम्रो दाईलाई सम्पर्क गर्न सक्नुहुनेछ। यहाँ म दाईको के अरे कपाल काट्ने पनि देखाउँछु। जो अन्डा गोकीवाले ल तपाईँको दाई हाम्रो दाइले चाहिँ कपाल काट्नुहुन्छ। दाइको फेरि कपाल चाहिँ लप्ली छ कि भालेको जस्तै अघि त्यो भाले पनि दाइकै हो फेरि। कपाल काट्ने चाहिँ यहीँ हो, कपाल काट्ने यहीँ लभली छ लभली। दाइले यहाँ लभली काट्नुहुन्छ फेरि कपाल। म त अजुबा देख्ने रहेछ त, त्यही भएर देखाउनै मन लाग्दैन म भिडियोमा। यो चाहिँ म क्लिप हटाइदिन्छु। हाम्रो दाइ चाहिँ एउटा अन्डा लिन जानुभएको थियो। यहाँ चाहिँ टिकटक बनाउनु अरे डाँडा बसका युवाहरू जेन्जे ठिक छ। जस्तो अलि हिरो तँ भयो खतरा ह्यान्डसम देखिरहेछ। फोटो खिचिदिउँ ल। कहाँ बुझ्नु जस्तै आउने खतरा आयो हल्ला ल। यो सानो घर चाहिँ यही हो माथि। यो चाहिँ यहाँ चाहिँ म अहिले सुतिरहेको छु। खतम भयो हाम्रो जाडो ठाउँमा फेरि होइन, लास्टै जाडो हुन्छ कि अनि नुहाउनु पनि सक्दैन टाउकोधरि। अनि कपाल त्यो के अरे कायोले के भन्छ कोर्दाखेरि कायो नि भाँच्यो अरे कि एकजना भाइको त्यो त्यस्तो कपाल त्यस्तोसम्म थियो अरे कि। लोकल भाले कुखुराको आयो। यो चाहिँ म होइन म चल्ला निकाल्छु यसको चल्ला। दाइले पताएन फेरि होइन, हाम्रो दाइले युट्युबमा दाइ टोइलेट जानु लाग्नु भइरहेको रहेछ यार। म चाहिँ देखाइरहेको यो लभली अन्डा म फेरि चल्ला निकाल्छु यहाँबाट है। अनि तपाईँहरूलाई देखाउँछु त्यो भिडियो पनि। यो चाहिँ अहिलेलाई चाहिँ देखाउँदिनँ, अहिले चाहिँ यो अन्डा मात्र देखाउँछु। चल्ला निस्केपछि तपाईँहरूलाई देखाउँछु है म। यहाँ चाहिँ कोच्यु हाम्रो भिडियोमा आमा ngay चाबी राख्दा आदो बोसिनी ब्लोआ फेरि लप्ली सुकुटी बन्दैछ है। सुकुटी कलाकार युट्युबर हो राजन गोले रिसाङ गोले। यो अन्डा यहाँबाट चल्ला निकाल्ने हो। लभली मासु के छ। हाम्रो ओनर आइफोनको ओनर चाहिँ हाम्रो लामबोस हो। साहु चाहिँ म हो। साहु चाहिँ लामबोस हो। मोबाइल बोक्ने चाहिँ मै हो फेरि। मोबाइल चाहिँ दाइको, बोक्ने चाहिँ मै हो फेरि। खतरा भ्यू देख्छ नि फेरि। के अरे उयो मौसम सफा भए बेला त फेरि खतरा क्लियर देख्छ नि फेरि। डाँडा पाखा फेरि बबाल देख्छ नि। यसरी हावा खतरा चलिरहेछ। यतातिर चाहिँ स्याड हान्छ कि फेरि। उखुहरू पनि छ यहाँ है, टन्नै छ। टन्नै भन्नाले हल्का तर मिठो हुँदैन रहेछ। यो चाहिँ के भन्छ घिउकुमारी होला। यो घिउकुमारी हो। म चाहिँ मेरो सानो रुममा जान्छु होइन। ल चाबी लगाइराखेको रहेछ, म त बिर्सिरहेको रहेछ। ल मेरो सानो घर चाहिँ मेरो सानो यो रुममा चाहिँ यो अन्डा अब यहाँ राख्नु लागेको उतै अन्डाको चल्ला बनाउनु पर्छ। त्यो चाहिँ मैले ड्रइङ गरेको है, मैले ड्रइङ गरेको थियो। अनि उयो चाहिँ मैले म्यान अफ द म्याच पाएको थियो गाउँमै खेल्दाखेरि। 7 साइड खेल्दाखेरि होइन। यो चाहिँ मेरो भिडियो एडिट गर्ने चाहिँ हो। यस्तै छ रुम त त्यस्तो।
हामी चाहिँ मासु सुकुटी बनाउँदैछु यस्तो मिठो यहाँ नि मिठो छ मिठो आमा यो चाहिँ खानुहुन्न होला तपाईँले कस्तो लाग्छ होला हामी त मिठो भएर खान्छ हौ लभली भइरहेको छ त मासु चाहिँ ओ सब डढ्यो के हो आमा होइन टुक्रा टुक्रा गरेर खाने हो आमा यता हेर्नु न आमा हाम्रो मम्मी चाहिँ लोत काम गर्नुहुन्छ हेरी ऊ हेर्नु त कुरो छ लोत काम गर्नु बिहानै उठ्नुहुन्छ सोतो ल्याउनुहुन्छ अनि कुखुरालाई यसो के अरे घाममा ल्याउँछ बाहिर निकाल्नुहुन्छ अनि दाना राख्नुहुन्छ अनि घाँस काट्न जानुहुन्छ त्यसपछि बाख्रालाई अनि सब घाँसहरू दिएर अनि बारीमा के कामहरू सघाएर आउनुहुन्छ हामी चाहिँ घरमै बस्यो मोबाइल खेल्यो कुखुरा हेऱ्यो म चाहिँ अनि बेलुकातिर चाहिँ कार्य फुटबल खेल्न जान्छु भित्र चाहिँ फेरि यत्रो स्पेस छ क्या फेरि होइन पछि डेकोरेसन बब्ली गऱ्यो भने त फेरि लभली देख्छ के गर्नु मनी छैन बिस्तारै कमाउने हो यस्तै भइरहेछ यहाँबाट चाहिँ फेरि लभली घाम छिटिरहेछ नि त फेरि बवाल देखिरहेछ यो चाहिँ थर्मस लभली थर्मस यो चाहिँ के भन्छ फर्सीको बिउ राख्नलाई हो यो चाहिँ यिनीहरू चाहिँ मात्रा देखिरहेछ त आमा म चाहिँ खासै भिडियोमा के अरे फेसै देखाएर बोल्दिनँ म यसरी नै बोल्छु पछाडिबाट अगाडिबाट देखाउँछु अनि त्यसपछि पछाडि बोल्छु थोबाट देखाउन मन लाग्दैन मेरो खासै पर्दैन आमा अब यो चाहिँ अब के अरे उयो खोर्सानी के भन्छ खोर्सानी अब पिनेर अब मिसाएर खाने हो यो चाहिँ नदेखाउँ ल यता फेरि घाम खतरा लगाइरहेछ मेरो लुगाहरू यो नि मम्मीले होइन नभनौँ फेरि लाजै मर्दो हुन्छ मेरो बुझ्नु भइसक्यो होला तपाईँहरूले लभली साग के भयो आमा अल्छी लाज लाग्यो हो तपाईँलाई थिएन उचु मगाइनु बोर्गर है उतै अगाडि अनि तोङ्गाम फेरि तोङ्गाम बद फेरि आउँछु युलाई उतेरी यो धुवा बनाउनु भएछ त आमाले यार हाम्रो आमा यार एक्लै खाँदै हुनुहुन्छ ए खानु भएको खाइँदैछ तपाईँहरूले यस्तो मासुहरू खाँदैन होला है सरी है मैले देखाएँ ए खानु त हुन्छ कि मैले चाहिँ अब कोही कस्तो हेर्नै कस्तो लाग्छ नि त कोहीलाई हजुर यो चाहिँ राँगाको होला म चाहिँ पोलेर खान लाग्यो कस्तो मिठो आमामा हे भिडियोमा यस्तो बोल्यो भने त आमा के काम अब चाहिँ मकै यसो झुन्डाइराखेको रहेछ मम्मीले अनि चाहिँ के हुन्छ What are you doing, Mom? Lovely. दिपेश गोलेको कपाल काट्दा जस्तो लाग्यो मलाई हो त हाम्रो दाइले चाहिँ यसरी कपाल काट्नुहुन्छ फेरि दिपेश गोलेको कपाल काट्दैछ हाम्रो दाइले लभली काट्नुहुन्छ नि हाम्रो दाइको कपाल चाहिँ लभली छ कि अघि भाले देखाएँ नि त्यो भालेकै साउ हाम्रो दाइ नै हो कपाल पनि लभली छ भाले जस्तै लभली सोनाम छ नि मिठो सोनाम हाम्रो सोनाम दाइको के हो यो के हो यसले फेरि गऱ्यो भने फेरि लभली गाउँ लाग्छ नि
रायदानले भिडियो सल्लाऊ यो बिना लाऊ इन भाइ यहाँ चाहिँ अहिले यो बाइकमा जानु भइरहेको दाइको यो जेठो दाइको बाइक हो दिनुभयो भने त किन्ने अब दाइको बाइक हामीले नै किन्ने दिनुभयो भने चाहिँ म चाहिँ काङ्गु दादा